Hello everyone. Hello. एउटाको जुत्ताको लेस फुस्केर बानी तर्करमा छ हेर्न सन्ध्या यतापट्टि छ क्या राम्रो लाइट आउँछ यता त्यहाँ जाउँ न क्या राम्रो लाइट लाग्यो हाई सो हामी हेलो वालेकुम अस्सलाम सो होइन हामी ट्रेकिङ जाने भनेर सपिङ गरेर हिँडेको यत्रो दिनभरिमा एउटा जुत्ता चाहिँ किनेर आयो त्यही नै 2800 परेर बल्ल 30 रुपियाँ 60 रुपियाँ डिस्काउन्ट बल्ल पाएको डिस्काउन्ट हो अनि त्यसपछि अब हामी चाहिँ अब यसो कमलनगरतिर छिर्ने भनेर छिरिरहेको छौँ सन्ध्या कता हो तिमी फेरि बाहिर नजाऊ न केही भन्न छ के भन्न त्यही भन्न कतिको एक्साइटेड छ ट्रेकिङको लागि धेरै एक्साइटेड नि फेरि यसलाई तिमीले के भन्न ट्रेकिङको सक्सेस बनाउनुपर्छ अब हामी नि यस्तो एक्साइटेड छौँ होइन अब ट्रेकिङ गरेर थाहा हुन्छ कतिको खुट्टा दुख्छ के हुन्छ भन्ने कुरा कति हिँड्न सकिन्छ कति गाह्रो हुन्छ भने तर हामी चाहिँ अहिले चाहिँ एकदमै फुल मोड एक्साइटमेन्ट अनि अझै बाँकी नै छ अझै कति दिन बाँकी छ 10-15 दिन त बाँकी न बढी नै बाँकी होला अझै जानलाई सो आज बल्ल घर स्थापना भयो हामी चाहिँ पूर्णिमाको दिन कि भोलिपल्ट हिँड्छौँ सो धेरै दिन बाँकी छ हेर हाम्रो लेट नाइट भ्लग जिन्दाबाद हाम्रो भरतपुर सिटी नि देखाउनु ल किन ल हाम्रो भरतपुर सिटी ट्याक्कै भन्नुपर्दा के हो यो सही चोक सही चोक सो